बेला बेलामा नेपाल सरकारले सब्सिडी लोन यानि कि सहुलियतपूर्ण कर्जाका विभिन्न किसिमका योजनाहरू बनाइरहेको हुन्छ र सोही योजना अनुसार नेपाल सरकारबाट सहुलियतपूर्ण कर्जा 2082 को कार्यविधि स्वीकृत भइसकेको छ। जसअनुसार 2082 सालदेखि 2087 सालसम्म अधिकतम 5 वर्षको लागि यस्तो किसिमको कर्जा निकाल्न पाइने व्यवस्था रहेको छ। यदि तपाईलाई पनि सहुलियतपूर्ण कर्जा निकाल्न मन छ तर कहाँबाट कसरी निकाल्न सकिन्छ, के कुरामा ध्यान दिनुपर्छ, चाहिने डकुमेन्टहरू कहाँबाट अनि कसरी तयार गर्न सकिन्छ, यी कुराहरू विस्तृत रूपमा जान्न मन छ भने भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आउनुहोस् सुरु गरौँ। यो कस्तो किसिमको कर्जा हो त? सबैभन्दा राम्रो कुरा भनेको यो बैंकहरूबाट नै पाइने कर्जा हो। यो भन्दा अगाडिको भिडियोमा हामीले अर्को एउटा सहुलियतपूर्ण कर्जा स्टार्टअप लोनको बारेमा कुरा गरेका थियौं, जुन चाहिँ बैंकले होइन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले दिने भनिएको थियो र प्रक्रिया पनि बैंकबाट लिन सकिने कर्जा भन्दा अलि फरक थियो, अलि गाह्रो थियो। तर यस किसिमको सहुलियतपूर्ण कर्जा भने नेपालभर रहेका जुनसुकै किसिमका बैंक तथा वित्तीय संस्थाबाट निकाल्न सकिनेछ। सामान्य रूपमा हेर्दा यो कर्जा र अन्य कर्जामा त्यति खासै फरक हुँदैन। कर्जा लिँदा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया, चाहिने कागजातहरू लगभग उस्तै नै हुन्छ। फरक भनेको मात्र दुईवटा कुरामा हुन्छ। एउटा त अन्य कर्जामा सम्पूर्ण ब्याज ऋणी आफैले तिर्नुपर्छ भने यस किसिमको कर्जामा ऋणीको तर्फबाट केही प्रतिशत ब्याज सरकारले नै तिरिदिन्छ। भन्नुको अर्थ ब्याजमा केही सहुलियत दिन्छ सरकारले, त्यसकारण यसलाई सहुलियतपूर्ण कर्जा भनिएको हो। र अर्को फरक भनेको हामीले सामान्य रूपमा बैंकमा कर्जा निकाल्न जाँदाखेरि कुनै न कुनै सम्पत्तिलाई अनिवार्य धितोको रूपमा राख्नुपर्छ भने यस किसिमको कर्जाको लागि घर जग्गा धितो अनिवार्य गरिएको छैन। त्यसैगरी यी 8 किसिमका कर्जाहरूलाई मात्रै सहुलियतपूर्ण कर्जाको रूपमा निकाल्न पाइने भनेर भनिएको छ। 1 नम्बरमा रहेको छ कृषि तथा पशुपन्छी कर्जा, जुन चाहिँ 5 करोड रुपियाँसम्म हुनेछ। त्यसैगरी महिला उद्यमशील कर्जा, जुन 25 लाखसम्म हुनेछ। त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवाका लागि स्वरोजगार कर्जा, यो 20 लाख रुपियाँसम्म हुनेछ। अनि शिक्षित युवा परियोजना कर्जा, यो चाहिँ 20 लाख रुपियाँसम्म हुनेछ। दलित समुदाय लक्षित भगत सर्वजित उद्यम विकास कर्जा, यो पनि 20 लाखको रहनेछ। प्राकृतिक विपद पीडित निजी आवास निर्माण कर्जा, यो चाहिँ 5 लाख रुपियाँसम्म। अनि अर्को चाहिँ उद्योगमा बोइलर प्रतिस्थापन कर्जाका लागि अधिकतम 50 लाख रुपियाँसम्म। त्यसैगरी अन्तिममा स्टार्टअप उद्यम कर्जा, जुन 25 लाख रुपियाँसम्म हुनेछ। यहाँ भनिएको स्टार्टअप उद्यम कर्जा र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले दिने भनेको स्टार्टअप उद्यम कर्जा उस्तै प्रकृतिको हो। यदि तपाईले त्यहाँ अप्लाई गर्दा असफल हुनुभएको थियो, तपाईको लोन रिजेक्ट भएको थियो भने अब चिन्ता मान्नु पर्दैन। अब तपाईले बैंकमा नै यस्तो किसिमको कर्जा अप्लाई गर्न मिल्छ। अब बुझौँ यस्तो कर्जाको ब्याज दर यानि कि इन्ट्रेस्ट रेट कति हुन्छ त? यस कर्जाको ब्याज दर लगभग 4 देखि 5% जति हुन आउँछ। कार्यविधिमा भनिए अनुसार बैंकहरूले बेस रेटमा यानि कि आधार दरमा 1.5% थपेर ब्याज दर निर्धारण गर्नेछन् र यस ब्याज दरमा सरकारले 3% अनुदान यानि कि सब्सिडी दिनेछ। मैले यस भिडियो बनाउँदाखेरि अहिलेको समयमा बैंकको बेस रेट लगभग 5.5 देखि 6.5% को वरिपरि छ। यसै बेस रेटलाई आधार मानेर हिसाब किताब गर्ने हो भने हामीले 4 देखि 5% को बीचमा यस्तो किसिमको कर्जा लिन सकिन्छ। यो चाहिँ मैले क वर्गको बैंकलाई आधार मानेर भनेको हुँ। ख वर्ग, ग वर्ग र घ वर्गबाट लिँदा क्रमशः ब्याज दर अलिकति बढ्दै जानेछ, किनकि क वर्गको तुलनामा ख वर्ग, ग वर्ग र घ वर्गका बैंकहरूमा आधार दर अलिकति उच्च नै रहने गरेको छ। त्यसैगरी यस किसिमको कर्जामा ब्याज दर चाहिँ फ्लोटिङ बेसिसमा हुन्छ। भन्नुको अर्थ यदि भोलिका दिनमा बेस रेट बढ्यो भने ब्याज दर अझै बढ्दै जान्छ। भोलिको दिनमा बेस रेट घट्दै गयो बैंकहरूको भने तपाईलाई पर्ने ब्याज दर पनि घट्दै जान्छ। अब जानौँ यो कर्जा लिनको लागि चाहिने योग्यताहरू, यानि कि कस्ता व्यक्तिहरूले यो किसिमको कर्जा निकाल्न पाउँछन् त? सहुलियतपूर्ण कर्जा लिनको लागि यी 7 किसिमका योग्यताहरू अनिवार्य गरिएको छ। 1. 18 वर्ष उमेर पुरा भएको। 2. नेपाली नागरिक हुनुपर्ने। 3. कालो सूचीमा नपरेको र दफा 23 अनुसारको कारबाहीमा नपरेको। 4. स्थायी लेखा नम्बर यानि कि प्यान कार्ड लिएको हुनुपर्ने। 5. प्राकृतिक विपद पीडित बाहेक अन्य सबैको हकमा संस्था अथवा व्यवसाय दर्ता भएको हुनुपर्ने। 6. संस्था 100% नेपाली नागरिकको स्वामित्वमा भएको हुनुपर्ने। 7. परिवारका कुनै पनि सदस्यले यसअघि कुनै पनि किसिमको सहुलियतपूर्ण कर्जा नलिएको हुनुपर्ने। यी बाहेक पनि तपाईले लिन खोजेको कर्जाको प्रकार अनुसार
योग्यताहरू थप हुन सक्छ। जस्तै महिला उद्यमशील कर्जाका लागि व्यवसाय महिलाकै नाममा दर्ता भएको हुनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरूका लागि श्रम स्वीकृति लिई विदेश गएको हुनुपर्ने, कम्तीमा 6 महिना विदेश बसेको हुनुपर्ने र विदेशको PR नलिएको हुनुपर्ने। त्यस्तै सामूहिक जमानीमा कर्जा लिने भए अलग अलग परिवारका कम्तीमा 5 जना र 18 वर्ष उमेर पुगेका सदस्य भएको समूह हुनुपर्ने। अब जानौँ कर्जा निकाल्दाखेरि गर्नुपर्ने प्रक्रियाहरू। मैले सुरुमै पनि भनेको थिएँ ब्याङ्कबाट यो कर्जा निकाल्ने प्रक्रिया र अन्य कर्जा निकाल्ने प्रक्रियामा त्यस्तो खासै अन्तर चाहिँ छैन। ब्याङ्कबाट कर्जा निकाल्दा के प्रक्रिया पुरा गर्नुपर्छ, कुन कुन स्टेप पार गर्नुपर्छ, यो विषयमा विस्तृत रूपमा मैले पहिला नै एउटा भिडियो बनाइसकेको छु। एकछिनमा यो भिडियो हेर्न सक्नुहुन्छ। लिङ्क चाहिँ म तल डिस्क्रिप्सन बक्समा र माथि आई बटन दुवै ठाउँमा राखिदिनेछु। अब जानौँ कुन ब्याङ्कबाट कर्जा लिन सकिन्छ अथवा कर्जा लिन ठिक हुन्छ। यो लोन नेपालभरि रहेका जुनसुकै किसिमको ब्याङ्कहरूले दिन्छन्। क वर्गका वाणिज्य ब्याङ्क, ख वर्गका विकास ब्याङ्क, ग वर्गका वित्तीय संस्था र घ वर्गका लघु वित्त संस्था, जुनसुकै ब्याङ्कमा पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। तपाईँको नजिकै जुन ब्याङ्क छ त्यसैमा अप्लाई गर्दा पनि हुन्छ। ब्याङ्क चुज गर्दा तपाईँले ध्यान दिनुपर्ने एउटा मात्र कुरा के हो भने यदि तपाईँले सानो सानो 1-2 लाखको 3-4 लाखको लोन लिँदै हुनुहुन्छ भने सकेसम्म ग वर्ग र घ वर्गको ब्याङ्कमा जानुहोला। त्यस्तै अलि ठुलो किसिमको ठुलो परियोजनाको लागि तपाईँले लोन लिँदै हुनुहुन्छ भने क वर्गको र ख वर्गको मध्ये कुनै एउटा ब्याङ्कमा जानुहोला। अब जानौँ यस्तो किसिमको सहुलियतपूर्ण कर्जा प्राप्त गर्नको लागि चाहिने कागजातहरू र बनाउने प्रक्रियाहरू। चाहिने कागजातहरूमा नम्बर 1 मा रहेको छ नागरिकता र राष्ट्रिय परिचय पत्र। यो त तपाईँ आफैसँग हुन्छ, कहीँ गएर बनाउनै पर्दैन। यदि राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन भने चाहिँ बनाउनु होला। त्यसै गरी 2 नम्बरमा व्यवसाय दर्ता कागज, प्यान दर्ता गरेको कागज अनि कर तिरेको कागज। यदि कर तिर्नु भएको छैन भने तिर्नु होला। अडिट रिपोर्ट बनाउनु पर्ने फर्म हो भने अडिट रिपोर्ट पनि बनाउनु होला। त्यस्तै कर्जा निवेदन फारम, यो चाहिँ तपाईँले बनाउनु पर्दैन, ब्याङ्कसँग हुन्छ, ब्याङ्कसँग माग्नु होला, त्यही फारम भर्ने हो। 4 नम्बरमा रहेको छ जमानीकर्ताको नागरिकता र राष्ट्रिय परिचय पत्र। यो पनि तपाईँले बुझिहाल्नुभयो। यदि राष्ट्रिय परिचय पत्र छैन जमानीकर्ताको भने त्यो बनाउन लगाउनु होला। अनि स्थानीय सरकारको सिफारिस, यो 10 लाखभन्दा माथिको कर्जामा मात्र अनिवार्य गरिएको छ। तैपनि ब्याङ्कले 10 लाखभन्दा तलको कर्जामा पनि माग गरेको खण्डमा बनाइदिनु होला। तपाईँ बसेको स्थान, नगरपालिका अथवा गाउँपालिका जुन स्थानीय सरकारको अन्डरमा आउँछ सोही कार्यालयमा गएर यो कागज बनाउन सकिनेछ। 6 नम्बरमा रहेको छ अहिलेसम्म सहुलियतपूर्ण कर्जा नलिएको सो घोषणा र 7 नम्बरमा अन्य देशको PR नलिएको सो घोषणा। यो दुवै बनाउनको लागि तपाईँ कतै जानै पर्दैन, कागज र कलम लिएर तुरुन्तै बनाउन सकिने कुरा हो। एउटा निवेदन जस्तै फर्मेटमा मैले अहिलेसम्म कुनै पनि निकायबाट सहुलियतपूर्ण कर्जा प्राप्त गरेको छैन भनेर र अन्य कुनै पनि देशमा मैले स्थायी बसोबासको लागि स्वीकृत पाएको छैन अथवा PR लिएको छैन भनेर आफैले सो घोषणा गर्ने हो। त्यसै गरी 8 नम्बरमा उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव। यदि तपाईसँग राम्रो ब्याङ्किङ नलेज छ भने त तपाईँले यो आफै तयार गर्न सक्नुहुन्छ। यदि छैन भने आफ्नो छरछिमेकमा नातागोतामा केही ब्याङ्किङ जानकारी भएका कोही व्यक्ति हुनुहुन्छ भने उहाँहरूको सहयोग लिएर पनि तपाईँले यस्तो किसिमको प्रस्तावना बनाउन सक्नुहुनेछ। तर आजभोलि यही मौका पारेर केही व्यक्तिहरूले आफूले राम्रो फाइल तयार गरिदिने अनि यो प्रपोजल लिएर ब्याङ्कमा जानुभयो भने ब्याङ्कले कन्फर्म लगानी गर्छ, ब्याङ्कले नाइ भन्नै सक्दैन। अनि यति रकम दिनुस् भनेर मोटो रकम असुलेर प्रपोजल तयार गरिदिएको पनि देखिएको छ। तपाईँ चाहिँ यस्तो कुराहरूमा नफस्नु होला। कुनै प्रोफेसनल व्यक्तिले तपाईँलाई गाइड गरिदिए बापत सामान्य कन्सल्टेन्ट फी लिन्छ भने त्यसलाई जायज मान्न सकिन्छ। तर कर्जा दिलाइदिने आशा देखाएर हजारौँ रुपियाँ तपाईँसँग मागिरहेको छ भने त्यो सरासरी स्क्याम हो। यो कुरा चाहिँ ख्याल राख्नु होला। कुनै व्यक्ति अथवा निकायले फाइल बनाइदिएको प्रपोजल बनाइदिएको भरमा तपाईँलाई कुनै पनि ब्याङ्कले कर्जा लगानी गर्ने होइन। त्यसकारण सकेसम्म फाइल आफैले अथवा नजिकका व्यक्तिहरूबाट बनाउने कोसिस गर्नुहोला। बरु तपाईँलाई कुनै कुरामा कन्फ्युजन भयो भने हाम्रो ब्याङ्किङ शिक्षाको फेसबुक पेजमा पनि मेसेज गर्न सक्नुहुनेछ। अब चाहिने अर्को कागजात हो घर जग्गा धितो राख्नुपर्ने भयो सो सम्बन्धी कागजातहरू। हुन त यस्तो किसिमको कर्जा बिना घर जग्गा धितो राखेर पनि लिन पाइने भनेर भनिएको छ। यदि कर्जा माग गर्ने व्यक्तिले व्यवसाय अत्यन्तै राम्रो तरिकाले सञ्चालन गरिरहेको छ, उसको कर्जा प्रस्ताव, उसको कागजपत्र, विगतको ब्याङ्किङ कारोबारहरू, व्यवसायको वित्तीय अवस्था सबै कुरा राम्रो छ र भविष्यमा पनि उसको व्यवसाय अझै विस्तार हुने जस्तो सम्भावना देखिन्छ भने मात्र ब्याङ्कहरूले बिना धितो कर्जा प्रवाह गर्नेछन्। विगतमा धेरै ठाउँमा बिना धितो कर्जा प्रवाह भएको पनि छ। तर तपाईँको व्यवसाय त्यति चित्त बुझ्दो लागेन भने थप सुरक्षाको लागि ब्याङ्कले धितो माग गर्न सक्छ। अब अन्तिममा सहुलियतपूर्ण कर्जा लिनको लागि ध्यान दिनुपर्ने अन्य केही कुराहरू। सबैभन्दा पहिला ध्यान दिनुपर्ने कुरा के हो भने यो कर्जा प्राकृतिक विपद पीडितको निजी आवास निर्माण कर्जाको लागि बाहेक अन्य सम्पूर्ण किसिमको कर्जाहरू
व्यवसायीलाई मात्रै दिन्छ। भन्नुको अर्थ यदि तपाईको व्यवसाय दर्ता भएको छैन अथवा व्यवसायिक कारण बाहेक अन्य कुनै कारणले तपाईले कर्जा लिन खोज्दै हुनुहुन्छ, जस्तै विदेश जानलाई तपाईलाई चाहियो त्यसकारण पैसा लिन खोजिराख्नु भएको छ, जग्गा किन्न पैसा निकाल्न खोजिराख्नु भएको छ, अथवा अन्य कुनै घरायसी कारणले गर्दा तपाईले कर्जा निकाल्न खोजिराख्नु भएको छ भने तपाईले सहुलियतपूर्ण कर्जा प्राप्त गर्नुहुन्न। जसले बैंकबाट कर्जा लिएर आफ्नो व्यवसायमा पैसा लगानी गर्न चाहनुहुन्छ उहाँहरूको लागि मात्रै यो कर्जा बनाइएको हो। त्यसैगरी यदि तपाई बिना धितो लिन मिल्ने अन्य कुनै कर्जाको लागि योग्य हुनु हुँदैन भने यो कर्जा निकाल्नको लागि पनि तपाई योग्य हुनु हुँदैन। त्यसकारण कर्जाको लागि प्रक्रिया गर्नुभन्दा अगाडि आफू कर्जा निकाल्नको लागि योग्य छु कि छैन भनेर पनि सेल्फ एसेसमेन्ट गर्नु होला। यदि तपाईलाई कस्ता व्यक्ति कर्जा प्राप्त गर्नको लागि योग्य हुन्छन्, कस्ता व्यक्ति हुँदैनन् भन्ने कुरा थाहा छैन भने अथवा तपाई अयोग्य हुनुभएको छ र कसरी कर्जा प्राप्त गर्नको लागि योग्य हुने भन्ने कुरा थाहा छैन भने यो भिडियो हेर्नु होला। मैले बैंकबाट कर्जा पाइन भनेर तपाईले गुनासो गर्ने ठाउँ नै रहने छैन। भिडियोको लिंक तल डिस्क्रिप्सन बक्स र माथि आई बटन दुवै ठाउँमा राखिदिनेछु। यो त थियो सहुलियतपूर्ण कर्जा 2082 को बारेमा विस्तृत रूपमा जानकारी। आशा छ भिडियोबाट तपाईले धेरै कुरा सिक्न पाउनु भएको होला। केही कुरा नबुझ्नु भएको भए तल कमेन्ट गरेर पनि सोध्न सक्नुहुनेछ र फेसबुक पेजमा मेसेज गरेर पनि सोध्न सक्नुहुनेछ। भिडियो मन परेको भए एउटा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। त्यस्तै थप जानकारीको लागि हाम्रा अन्य भिडियोहरू पनि हेर्न नछुटाउनु होला। हवस् त यो भिडियोमा यति नै। अब भेटौँला यस्तै बैंकिङ शिक्षामूलक अर्को भिडियोमा।